सम्पूर्णमा शुभ बिहानी। आज एस श्री भुम्रे माध्यमिक विद्यालयका विद्यार्थी भाइ बहिनीहरू सोरेक मैदानको यात्रामा जाँदैछन्। विद्यार्थीहरू एकदमै आतुर अवस्थामा छन् मैदान पुग्नको लागि। हामीहरूको यात्रा वालिङ भुम्रे चौक स्थितबाट सोरेक मैदानको हुँदैछ। ध्रुव सर हुनुहुन्छ, म्यानेज गर्दै हुनुहुन्छ। बाटो अलिकति रिस्की छ तर हाम्रा गुरुहरू एकदमै पर्फेक्ट हुनुहुन्छ, त्यही रुटमा चलाइराखेका गुरुजीहरू। ओए आर यु रेडी? यस भन न। कहाँ भ्लग बनाउने हो? सरभर भ्लग बनाउँछन्। Okay, we are near Patanjali. Adi Khola River. भाइ यस्तो गर त ल। बस मिले आली खोला कल बगेको छ। हामीहरू प्रकृतिको साथमा रमाउँदैछौँ। हाम्रा विद्यार्थी भाइ बहिनीहरू 3टा गाडीमा छन्। एउटा गाडी अगाडि, म बिचको गाडीमा छु र एउटा गाडी पछाडि आउँदैछ। They are coming. सुर्काउँदै पुल डाँडामा भन्ज्याङ रेशम फेरि रे। एक नाले बन्दुक, 2 नाले बन्दुक, मृगलाई ताकेको, मृगलाई मैन मायालाई ताकेको, रेशम फेरि रे, रेशम फेरि रे। उडेर जाउँ कि डाँडामा भन्छन् रेशम फेरि रे। कति राम्रो धान। ओहो सुन खानी। आशाको श्री हिमाल पनि देखिरहेको छ। हामीहरू जाने वहाँ माथि डाँडो, वहाँ माथिको सिधा अगाडि, वहाँ माथि सोरेक मैदान। गाजने हो मिसो, गाजनेको घुम्ती। ओके, हामीहरू अलिकति हाइटमा आइसकेका छौँ। सोरेक मैदान लगभग 1400-1500 मिटर माथि रहेको छ सी लेभलबाट र वालिङबाट यो लगभग 15 किलोमिटरको दूरीमा रहेको छ। ओके, हाम्रो यात्रा एकदमै रमाइलो हुँदैछ। विद्यार्थी भाइ बहिनीहरू एकदमै उत्सुक छन् सोरेक मैदान पुग्नको लागि। ओके, हाम्रो साथमा रहनु होला। आफूको घुम्ती ओके, अर्को गाडी पछाडि आउँदैछ।
सोरेक भन्ज्याङको साइडमा पर्छ गढी भन्ज्याङ तल ओहो एकदमै अप्ठ्यारो बाटो भनेकै यही हो है डेन्जर बाटो टापु स्कुल टापु भन्ज्याङ ओके मेरो टापुबाट माथि आइपुगेको छ टापुबाट माथि हो चिनी हो तिमी त मेरी हो अरूलाई धानको पात मायालाई पानको पात धानको पात मायालाई पानको पात यसो वर्षे उमेरैमा मै पनि झिम्के हुँदो हो अहिले पो बुढो भयो सोली दिउला मखमली सारी दिउला फाइबर मै पनि कान्छी रेलको ड्राइभर सिकाउनु है मेरैमा मै पनि झिल्के हुँदो हो अहिले पो बुढो भयो एउटा गाडी पछाडि आउँदैछ एउटा अगाडि नारायण सर सोरेक मैदान प्याराग्लाइडिङको लागि एकदमै प्रख्यात छ सोरेक मैदान अहिले हामीले त्यो दृश्य पनि देखाउनेछौँ कृपया हेर्नु होला है अन्तिमसम्म ओहो के भ्युज नेचुरल भ्युज हामीहरू लगभग आइपुग्यौँ है अब धेरै छैन 50 मिटर पनि छैन तल 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 अब आउन लाइन राजेन्द्र भवानी थुङ मन्दिर हिँडेर पर्छ राजेन्द्र भवानी दुर्गा मन्दिर हो यहाँ दर्शन गर दर्शन राजेन्द्र ल यो घुम्ती गढेपछि आइयो है यो घुम्ती गढेपछि टक्कै सोरेक मैदान सोरेक मैदान हल्ला गर हल्ला ल चिच्चा सोरेक मैदान देख्न सक्नुहुन्छ सोरेक मैदानको सुन्दर दृश्य हजुरहरू पनि आउनु भएको छैन भने एकचोटि अवश्य घुम्न आउनु होला सोरेक मैदान प्राकृतिक सुन्दरताले भरिपूर्ण ठाउँ ल ल ल जङ्क फुड खानु हुन्न है किन हुन्छ हुँदैन नखा है नखा आज मेरो भ्लग होइन कसले भ्लग भन्यो ओके हाम्रो नारायण सरले पटका तिहार दिवाली मनाउँदै हुनुहुन्छ पड्काउनु नि त खै कहाँबाट आयो सर पटका ह्याप्पी दिवाली सर हातमा पर्ला छोडेर नारायण सरले पटका पड्काउनु भयो सोरेक मैदानमा धेरैजनाको साथ त गयो ओके हामीहरू सोरेक मैदानको टपमा छौँ अहिले हाम्रा विद्यार्थी भाइ बहिनीहरू नाच्दैछन् मिसहरू पनि नाच्दै हुनुहुन्छ एकदमै रमाइलो भएको छ हिमालको दृश्यसँगै एकदमै हरियाली छ हिमाल देखिएको छ
ओके हामीहरू स्याङ्जा जिल्लाको सोरेक मैदान भिरकोट 5 मा अवस्थित सोरेक मैदानमा छौं। पर्यटकीय दृष्टिकोणले एकदमै फेमस प्रख्यात स्थान हो यो सोरेक मैदान। ओके हाम्रा विद्यार्थीहरू आज मलाई दाई अंकल धन्न बा भनेका छैनन्। के भनेछन् के यिनीहरूले मलाई रिस उठिरहेको है। अंकल भनेछन् कतिखेर बा भन्छन्। अघिको भन्दा त राम्रो उडायो भने होइन यो उस खाले रहेछ डबल। ओके प्याराग्लाइडिङ फ्रम सोरेक मैदान नाइस भ्यू। along with Himalayan views. हामीहरू हाम्रो विद्यार्थी भाइ बहिनीहरूसँग आएका थियौँ 4 to 8 का स्टुडेन्ट्सहरू। हेलो सिमरन। ओके यहाँ प्याराग्लाइडिङ पनि हुँदैछ गर्न लागिरहेका छन्। प्याराग्लाइडिङको लागि एकदमै प्रख्यात ठाउँ विश्वकप भइसकेको ठाउँ। बाबु एडभेन्चरबाट चाहिँ यहाँ सञ्चालन हुन्छ प्याराग्लाइडिङ। उहाँले धेरै गाइड लिड गर्ने गर्नुहुन्छ। ट्रेनिङहरूको लागि अवसरहरू प्रदान गरिदिनु भएको छ बाबु सुनुवाडले। उहाँ त्यही नै हुनुहुन्छ गाइड गर्दै हुनुहुन्छ बाबु सुनुवाड। हिमालको अत्यन्तै सौन्दर्य विद्यार्थी भाइ बहिनीहरू रमाइरहेका छन्। नेचर इज अ गड। ओके प्याराग्लाइडिङको लागि हावा चल्यो अहिले त अलिकति। ब्लग होइन ब्लग त बनाउनै आउँदैन के ब्लग बनाउने रह। हेलो गाइज भन्न जानेको त्यही हो। हेलो गाइज वेलकम टु माय ब्लग। ओहो धन्नले यो त एकदम खतरा हो कि। ए होइन यो थर्मल हो कि के लिन पर्छ। हावाको ब्यालेन्स यता आएर फेरि मिलाएर यता फर्किने हो कि।
आउँछन् आउँछन् दाउरा हो कि के अड्केछ होइन सानो सानो त्यहाँबाट यो थर्मल लिएर फेरि यता रिटर्न हुन्छन् कि त्यो माथि आउँछन् आउँछन् त्यहाँबाट यता हो त्यहाँबाट अनि फेरि अब बल्ल माथि गर्छ बाबुहरू तिमीहरू त्यता नजाऊ है यता आऊ माथि यता आऊ यता माथि जाऊ प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ठाउँ सरेक मैदान स्याङ्जा जिल्लाको महत्त्वपूर्ण पर्यटकीय स्थान देश विदेशबाट पर्यटकहरू प्याराग्लाइडिङ गर्नको लागि यहाँको सौन्दर्यता हेर्नको लागि आउनुहुन्छ यदि हजुरहरू पनि एकपटक हजुरहरूलाई पनि आउनको लागि म आग्रह गर्न चाहन्छु यदि यस ठाउँमा यस सोरेक मैदानमा आउनुभएको छैन भने एकपटक अवश्य आउनु होला घुम्नको लागि सबैजना अत्यन्तै रमाइलो ठाउँ छ